के नाम हो? भूपेन्द्र के ओली ओली हो? हजुर पनि ओली हो हिजो सुनिरहेको थिएँ त मैले बजारतिर ओली भनेर ओली भनेर सुनिरहेको थिएँ बजारतिर हजुर नहीं अभी और सुनिए त्यस्तो किन होला अरे त्यस्तो किन होला हजुर के काम गर्ने? उडी हाल्ने हो? हजुर उडी हाल्ने हो? हजुर नि त भिडियो ए हालममा नि फरक पर्छ म चाहिँ नहालौँला फेरि होइन फरक पर्छ भने चाहिँ नहालौँ ल would like to take notes while I take totes of the marijuana smoke. So hello everyone, welcome back to my new another episode. Welcome back again and again. Hope सबजना सन्चै आरामै हुनुहुन्छ होला अनि म नि एकदम सन्चै आरामै छु आफ्टर लङ टाइम पछि म चाहिँ फेरि पनि आई एम ब्याक नाउ करा है लगभग जस धेरै भइसक्यो होइन सरी भन्न चाहन्छु त्यसको लागि चाहिँ सो धेरै दिनपछि आज चाहिँ म ब्याक भइसकेको छु देखिन सकिन्छ चाहिँ हाम्रो आफ्नै पुरानै ठाउँ होइन पुरानै गाउँबाट चाहिँ म चाहिँ ब्याक हुँदैछु है अब आज चाहिँ के भन्छ म फुल्ली न्यू सेटअप भनौँ न न्यू सेटअप अनि बाइक चाहिँ मेरै नै हो होइन किनभने अब बाइक चाहिँ मेरै नै हो बट यसमा हेलमेट चेन्ज गरेको छु मैले चाहिँ टक्कसँग लाएर देख्न सकिन्छ होइन हाम्रो यो चाहिँ नव नेपाल क्याम्पसदेखि म चाहिँ जाँदैछु अब खै कतातिर जान्छु होइन बट यहाँदेखि चाहिँ जाँदैछु म चाहिँ एक्लै राइड हान्दैछु होइन सो त्यही हो अनि एक्लै राइड हानौँ के हुन्छ कस्तो हुन्छ ए घुम होइन यार तर कसम भनेको घुम्छ कि भन्न चाहिँ आज चाहिँ पेट्रोल नै हल्का भनौँ न पेट्रोल नै हल्का इन्क्रिज गरेको थिएँ नि त सो त्यही भएर म चाहिँ अब पेट्रोल हालेपछि चाहिँ किन पेट्रोल अब बिचरा यत्तिकै राख्नु चिसाउनु पेट्रोल होइन त्यही भएर अलिकति पेट्रोल तताउँ भनेर म चाहिँ निस्किसकेको छु यताउता हेर न यस्तो खतरा छ क्या अगाडि चाहिँ नजारा होइन सो त्यही हो अनि भिडियो सिडियो बनाउन पनि मन नलाग्ने अब यताउता गऱ्यो डुल्यो बस्यो पेट्रोल सक्यो मात्रै भएको थियो क्या त्यही भएर अब चाहिँ म चाहिँ अब आजदेखि चाहिँ डेली भ्लग भनौँ न बनाउँछु भन्ने चाहन्छु होइन किनभने अब केटा हार्ने कोही नै छैन होइन केटा हार्ने कोही छैन अब केटाहरू भएको केटाहरू चाहिँ अब कता जान्छ त्यही भएर एक्लै भिडियो बनाउँदा पनि कस्तो अलि नमजा हुन्छ नि त सो त्यो आमा यार बाइकको साउन्ड त क्या मजाको आउँछ त फेरि है आज चाहिँ म चाहिँ के भन्छ 150मा चाहिँ एक दिन भ्लग हान्छु क्या होइन किनभने दुईवटा बाइक छ नि त दुईवटा बाइक भएको चाहिँ फाइदा नै हो कि कहिले यसमा कहिले त्योमा त्यही हो अब पहिले सबभन्दा मेरो पहिले भ्लग स्टार्ट गरेको बाइकमा नि मैले भ्लग हान्छु है ल हाम्रो आइसक्यो हाम्रो पार्क हाम्रो लिङदुङ ग्रिन पार्क भनेर चाहिँ ग्रिन पार्क त पुरा ग्रिन भइसक्यो त यार अब कहाँ गएर बसौँ त एक्लै यार होइन अब एक्लै छु कता जाऊँ भन्ने भयो क्या म चाहिँ अहिले चाहिँ लिङदुङतिर होइन टक्कसँग देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो लिङदुङ बजार भनौँ पनि जे भने पनि यही हो क्या तर है कौन छुट्टै रहेछ यार म त चिनेको अटाला भन्दा थिएँ केही छैन बट अब यो चाहिँ हाम्रो लिङदुङ होइन बजार एरिया लाइक अब यस्तो निस्किन्छ क्या यतातिरको बजार चाहिँ अब उतातिर हुन्छ नि त उतातिर चाहिँ कस्तो हुन्छ एकदम ठुलो हुन्छ नि त त्यो चाहिँ हुँदैन त बट के हुन्छ भनेपछि यतातिर चाहिँ बजार एरिया भने पनि जे भने त्यही हो क्या सक्यो बजार एरिया गाइस अनि अब चाहिँ म लाग्दैछु माथितिर होइन टक्कसँग देख्न सकिन्छ हाम्रो माथितिरको यात्रा चाहिँ सुरु भइसकेको छ एक्लै जान्छु म आज एक्लै भ्लग हान्छु म के हुने रहेछ त होइन टक्कसँग एक्लै हानिदिने हो भ्लगमा साइको जस्तो एक वर्ष होइन टोटल्ली अफर हिँड्नुपर्छ अब है माथि जाँदैसम्म किनभने के भन्छ अहिले घाम छ बट ठिकै छ घाम भए पनि हाम्रो अब भ्लगको लागि चाहिँ म चाहिँ जे नि गर्न तयार क्या होइन किनभने हामी कम ब्याक हो नि त कम ब्याक यो हेलमेट लाउँदा त कस्तो यार लुज रहेछ यार यो हेलमेट मलाई किनभने मसँग अर्को के भन्छ त्यो नाम नै बिर्छ फेरि यार त्यही एउटा अब अर्को हेलमेट छ मसँग जस्ट डटको हेलमेट होइन डट बाइकको हेलमेट छ अनि त्यो डट बाइकको हेलमेट लगाउँदा चाहिँ कस्तो मजा आउँछ नि त किनभने त्यो मलाई एकदम टाइट छ क्या यसको चाहिँ प्याडिङ लुज भएछ होइन सो बाटो फेरि यता फेरि खत्तम हो क्या पुरा के भन्छ यार यसलाई पुरा अफरोड क्या अफरोड पनि कस्तो भनेपछि टक्क गिट्टी सिट्टीको होइन बस त्यो बर्खामा पनि बाटो चाहिँ के हुन्न कि जति पानी परे पनि जति जे गरे पनि बाटो चाहिँ केही नै हुन्न क्या गाई चाहिँ होइन सो त्यही भएर अनि यतातिर चाहिँ मजै छ जस बाटो चाहिँ होइन बट के भन्नु यार यति घुम्नु पायो त फेरि मजा आउँछ नि त मजा
आमामामा अफरोड त ओए यस्तो मजा आउँछ नि अब चलाउनु त आमा हेरौँ न यस्तो बवाल छ कि भ्यू नि यस्तो साइको बनाइदिन्छ नि यहाँको भ्यूले त तर अब जानु पर्ने चाहिँ खासमा त्यो डाँडामा होइन त्यो देखिरहेको डाँडामा म त्यता चाहिँ म अहिले पुग्दैन होला तर किनभने यही डाँडासम्म मात्रै जान्छु अहिले चाहिँ एक्लै छु नि त अब एक्लै त्यहाँ माथि जान पनि झ्याउ लाग्छ फेरि हल्का बाइक छोडेर चाहिँ हिँड्नुपर्छ सो हिँड्न रोकेर हेरौँ न तलतिरको भ्यू यस्तो बवाल आउँछ नि अब यहाँको भ्यू बाह्रमा ल केटा देखिन्छ लुक हेर्दा भ्यू यो भ्यू हेर्न आएको कि म चाहिँ अहिले चाहिँ साइकलमा कति बज्यो घडीमा चाहिँ होइन ल ट्याक्क 9 बजिसक्यो 9 बजेर 1 मिनट यस्तो बवाल भ्यू देखिरहेको छ यहाँदेखि चाहिँ होइन टक्कसँग अनि त्यो डाँडादेखि चाहिँ अझ दामी देखिन्छ होइन सो बट योदेखि माथि चाहिँ म जान्न किनभने एक्लै चाहिँ एकदम झ्याउ लाग्छ जानु पनि लुक एट द भ्यू यही भ्यूको लागि आएको म चाहिँ अहिले चाहिँ यहाँ यति टाढा चाहिँ यस्तो यहाँदेखि पुरा छ होइन गाउँ छ टक्क तलतिर चाहिँ सम्मसम्म के ट्याक्क बसेको जस्तो छ नि त लुक लाइक वाउ छ कि यहाँदेखि चाहिँ है देख्न सकिन्छ यो भ्यू चाहिँ होइन एकदम बब्बाल छ अनि मेरो बाइक चाहिँ यता रोकिरहेको छ होइन यस्तो छ क्या दामी पुरा अब यो चाहिँ सबै छ होइन बट अब आई निड अ ड्रोन है मलाई चाहिँ एउटा ड्रोन चाहिरहेको छ एउटा ड्रोन भए चाहिँ एकदम मजा आउँछ फेरि होइन सो अनि म चाहिँ छु यता है नयाँ हेलमेट नयाँ टाउको लिएर आएको छु म चाहिँ नयाँ टाउको सो त्यही हो देख्न सकिन्छ भ्यू हेरौँ एकछिन चाहिँ इन्जोय गरौँ टक्कसँग क्या बब्बाल छ क्या तर चाहिँ है यता त झन् साइको रहेछ त आमामा सिधा हबी तर यता त ओए सिधा के तल कि सिधा यस्तो तल छ क्या पुरा यता म त सोचिरहेको थिएँ होइन यता यो माथि यो डाँडामा जान्थेँ नि त म चाहिँ पहिले आयो भने चाहिँ यो ट्याक्कै यही ठाउँमा जान्थेँ क्या अनि यो ठाउँमा जाने बेला चाहिँ यता चाहिँ यस्तो लाइक सोलोप छ जस्तो लागिरहेको थियो बट यहाँदेखि त सिधा यस्तो रहेछ त यार के भएको यस्तो अब ठिकै छ होइन आफ्टर लङ टाइम पछि फेरि यो ठाउँ चाहिँ म चाहिँ भिजिट गर्न पाइरहेको छु बट भिजिट त गरिरहेको बट यो ठाउँको भिडियो चाहिँ आज बनाउँदैछु गाइज होइन सो त्यही हो अब भिडियो चाहिँ अब यतातिरको चाहिँ यस्तै हो भनौँ न होइन एक्लै राइड हिँडेको चाहिँ यस्तै हो कि अनि मेरो डार्लिङ चाहिँ यता होइसिन्छ फेरि है टक्कसँग देख्न सकिन्छ मेरो डार्लिङलाई दामी खाने बाइक चाहिँ के भन्छ मैले अरू यस्तै केही नै थपेको छैन होइन बट जस्तो छ त्यस्तैमा चाहिँ मैले चाहिँ अहिले चाहिँ यसलाई चाहिँ राखिरहेको छु भनौँ न होइन अनि हाम्रो अर्को चेनमा आउनै हालेँ होइन किनभने चेनमा नहालेपछि यसले चाहिँ हल्का डिस्टर्ब गर्छ नि त त्यही भएर यसलाई नफाल्नको लागि भने मैले चाहिँ त्यो चेनमा चाहिँ हालिरहेको छैन अनि त्यही हो अब बाइकलाई नि हल्का मोडिफाई गर्नु चाहिँ बाँकी छ होइन मोडिफाई आई निड अपग्रेड गर्न बाँकी छ धेरै मोडिफाई त गर्नु हुन्न किनभने फेरि मामा इज अट्र्याक्सन फर माई बाइक भन्ने भइहाल्छ मामा चाहिँ अट्र्याक्सन हुन्छ कि मोडिफाई गरेपछि होइन सो अनि यतातिरको भ्यू चाहिँ यस्तै छ भनौँ टक्कसँग लाएर सो होइन म चाहिँ तिमीलाई आज एउटा खतरा चिज देखाउँछु तिमीहरू चाहिँ कसलाई थाहा छ होइन इफ तिमीहरू चाहिँ बाइक राइडर हो भने चाहिँ होइन यो चिज चाहिँ कति बेला बन्द हुन्छ पहिला यो चिज यस्तो हुन्छ होइन अनि तिमीहरू यदि तिमीहरू बाइक राइडर हो भने चाहिँ यो चाहिँ थाहा होला कसलाई थाहा छ होइन यो चिज कुन बेला बन्द हुन्छ दिस इज माई क्वेसन क्या है केटा होइन सो यो चिज चाहिँ कुन बेला बन्द हुन्छ मलाई चाहिँ भनिदिनु पऱ्यो क्या कुन बेला बन्द गरिरहेको हुन्छ र कुन बेला यो चाहिँ अफ गरिरहेको हुन्छ एज अ राइडर है एज अ सबैलाई चाहिँ नथाहा होला होइन किनभने राइडर अनि जसले चाहिँ थाहा हुन्छ होइन प्लिज कमेन्ट मी है कमेन्ट किनभने अब कमेन्ट गर्नु पऱ्यो टक्कसँग लाएर मेरो बाइक चाहिँ यो एउटा अनि अर्को 150 चाहिँ उतै छोडिरहेको छु मैले होइन किनभने अब 150मा चाहिँ के भन्छ पेट्रोल नै हल्का कम थियो बट पेट्रोल चाहिँ मैले फिलअप चाहिँ गर्न सक्छु होइन बट पेट्रोल चाहिँ सप छ बट त्यो बाइक चाहिँ आज म लिएन भनौँ न होइन किनभने अब यही बाइक लिएर जान्छु यही बाइकमा भिडियो गर्छु भनेर आएको थिएँ नि त ल यही भ्यूको लागि आएको कि म चाहिँ अनि अब चाहिँ म चाहिँ यहाँदेखि चाहिँ फर्किँदैछु अनि बाइक नै स्टार्ट भइसकेको छ बाइकमा तेल नै धेरै त छैन होइन बट थोरै थोरै चाहिँ छ अनि ल माया छ यो ठाउँदेखि पनि है सबजनालाई चाहिँ सब ठाउँमा माया छ भन्दै यहाँदेखि चाहिँ म चाहिँ अब फर्किँदैछु बाइक चाहिँ वान ट्याप हान्छु है ल हेरौँ वान ट्याप हो क्या बाइक फेरि अस्ति नै होइन ट्याक्क मैले कति दुई हप्ता ओभर हो क्या ट्याक्क 2 हप्ता ओभर पछि निकालेको होइन बाइक वान ट्याप हान्दिरह क्या मा कस्तो यस्तो खतरा खाने बाइक त फेरि वान ट्याप वान ट्याप केटा वान ट्याप स्टार्ट दामी हानिदिन्छ नि त फेरि मेरो बाइकले है अब त्यही हो घामले हात पनि यस्तो जलिसक्यो देख्न सकिन्छ कालो मान्छे झन् कालो भइसक्यो घडी नचिने पनि घडी त हेरिन्छ नि त फेरि दिस वाच इज स्पेसल फर मी है किनभने यो वाच चाहिँ मेरो लागि स्पेसल हो नहेर्न जाने पनि बट बुझौँ न अब होइन अब स्पेसल वाच लगाउन पनि अब स्पेसल मान्छे नै चाहिन्छ केटा हो है माया छ सबजनालाई अब त्यही हो सो यहाँदेखि चाहिँ म चाहिँ फर्किसकेँ होइन
अनि धेरै दिनपछि भिडियो बनाउँदा चाहिँ कस्तो हुन्छ भनेपछि यस्तो हुन्छ क्या अब पहिला चाहिँ अब रेगुलर कन्टेन्ट दिनु र अनरेगुलर कन्टेन्ट दिनु भनेको चाहिँ एउटा चाहिँ मैले चाहिँ अब भिडियो चाहिँ अपलोड नगरेर चाहिँ के भन्छ मैले चाहिँ आइडी चाहिँ फ्रिज गरिसकेँ होइन अनि नेक्स्ट चाहिँ के छ भनेपछि अनि अब आइडी फ्रिज हुनु भनेको चाहिँ हाउ टु ग्रो आइडी क्या होइन अब आइडीलाई ग्रो गर्नको लागि भए पनि मैले चाहिँ अब चाहिँ रेगुलर भिडियो हाल्नुपर्छ क्या तर होइन नत्र त काम नै छैन क्या छोड्दै केटा एउटा छुट्यो भन्ने बस्ने हो क्या त्यही भएर अब म चाहिँ होइन के भन्छ नेभर गिभ अप क्या बट त्यस्तो नै क्या म चाहिँ नट गिभ अप क्या म चाहिँ अब चाहिँ के भन्छ हाउ टु ग्रो म चाहिँ त्यो सोचेर चाहिँ हिँडिरहेको छु अब चाहिँ होइन बट त्यसको लागि चाहिँ सपोर्ट चाहिँ देखाइदिउँ होइन माया चाहिँ देखाइदिउँ आमा अब चाहिँ नयाँ नयाँ ठाउँ चाहिँ जान्छु म चाहिँ होइन टक्क घुम्नु सुम्नु यताउता ओएमा साइको घाम लाग्दै त्यहाँ त कसम भनेको फोन चाहिँ कहाँ गएछ मेरो ए फोन नि अब पातलो मान्छेलाई त यस्तै हुने क्या तर होइन कहिले फोन कहाँ घुस्दिने कहिले कहाँ घुस्दिने अब अरूको के भन्छ मोटो मान्छेको भुँडी सुडी हुन्छ होइन ट्याक्क सामने बेला भुँडी भेटिन्छ आफ्नो त के भन्नु यार न भुँडी भेटिन्छ न फोन सो त्यही भएर अलिअलि चाहिँ गाह्रो भइहाल्छ क्रा होइन यो ठाउँतिर चाहिँ होइन गाडी पनि हाकियो बट के भन्छ गाडी साडी हाकियो अनि बाइक त झन् दिन डेली भनौँ न दिनमा एकचोटि भन्दा पनि 2 चोटि अब कहिले काहीँ चाहिँ छुट्ला होइन नत्र मैले 2सम्म हान्छु कि यो ठाउँ चाहिँ 2 राउन्डसम्म हान्छु कि दिल्ली सो त्यही भएर अनि द्याट इज द प्रब्लम नट अ प्रब्लम केटा होइन अनि हिँड्नु चाहिँ प्रब्लम होइन कि ओहो आज त चेकिङ ओ चेकिङ आज चेकिङ 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 आज चेकिङ 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 लौजा चेकिङमा आफ्टर लङ टाइम पछि चेकिङमा दाइ ए म त्यतै घुम्ने हजुर यही जुगारो भूपेन्द्र ओली हजुर पनि ओली हो हिजो सुनिरहेको थियो मैले बजारतिर ओली भनेर ओली भनेर सुनिरहेको थियो बजारतिर हजुर त्यो नहुँदा नि यहाँहरू पनि हुन्छ हजुर अहिले ब्याचलर काठमाडौँ हजुर यहाँको त धेरै भएन थोरै भए अब जाने टाइम फेरि हुन लागिसक्यो हजुर 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 लेकिन 1 सेकंड हजुर ए हालमा नि फरक पर्छ म चाहिँ नहालमा फेरि होइन Would like to take notes while I take totes of the marijuana smoke. Oh, you wanna choke and smoke? ल फाइनली होइन अनि अहिले चाहिँ यहाँ चाहिँ दाइहरूसँग चाहिँ भेट भयो अनि म चाहिँ अब चाहिँ जानुपर्ने हुन्छ अनि उहाँ पनि ओली म पनि ओली 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 दुईवटैको एकदम राम्रो बोली है ल त दाइ ल भेट्दै गरौँला म यतै छु यति हुँदासम्म भेटौँला नि के भन्छ आफ्टर लङ टाइम पछि यस्तो दामी भेटेँ नि त मैले ट्राफिक दाइ नि होइन अब यस्तो हिट भएर चाहिँ मैले भिडियो चाहिँ कसरी क्याप्चर गर्नु हो झन् ब्याट्रीमा चार्ज सक्यो भन्दा नेक्स्ट ब्याट्री चेन्ज गरेको रन मोटीमा के भन्छ भएको छ त यार गाह्रो परिदिरहेको क्या कस्तो गाह्रो परिदिरहेको कस्तो माया छ बजारको सन्चै आएर होला होइन भिडियो चाहिँ कस्तो लाग्यो अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर अनि सब्सक्राइब चाहिँ गर्नु नभुलौँ बाई बाई भेट्नेछ हामी नेक्स्ट भिडियोमा है त